कि राष्ट्रिय सेवा दल सम्बन्धी विधेयक देशलाई सैन्यकरण गर्न आएको विधेयक होइन। यसमा एकदम स्पष्ट हुनुहोस्, म यो निवेदन गर्न चाहन्छु। विद्यार्थीलाई राष्ट्रिय सेवा दल सम्बन्धी तालिम विक्रमसम्म 2022 सालदेखि नै दिने गरेको इतिहासका दस्तावेजहरूमा देखिन्छ। अनि पछि त्यो तालिमलाई पनि कतै न कतै फ्रेममा राख्नु पर्यो भनेर 2027 मा राष्ट्रिय सेवा दल ऐन 2027 आएको इतिहासमा देखिन्छ। अब 2027 बाट आज 2083 सम्म आइपुग्दाखेरि निकै समय बितिसक्यो, समय परिस्थिति पनि बदलिसक्यो। ऐनलाई समय सापेक्ष बनाउनु पर्छ। त्यसलाई संशोधन मात्रै गरेर भन्दा त्यसलाई प्रतिस्थापन नै गरेर नयाँ नयाँ अबका अवयवहरूलाई पनि समेटेर ऐन लिएर आउने जमर्को गरेर यो विधेयक अहिले प्रतिनिधि सभामा आएको छ। विशेष परिस्थितिमा नागरिकले पनि देशको मलम लगाउनुपर्छ र मलम लगाउन सिप जान्नुपर्छ र त्यही सिप सिकाउनको लागि विद्यार्थीहरूलाई तालिम दिनको लागि यो विधेयक ल्याइएको। स्पष्ट हुनुहोस्, यसमा सैन्यकरण गर्ने, प्यारामिलिट्री, मिलिट्री जे खालको आशंका, जे खालको चर्चा बाहिर भइरहेको छ, यी सबै अफवाहहरू हो। विद्यार्थीलाई चाहिँ यो अनुशासित बनाउन र जनसेवाको भाव राष्ट्रभक्तिसँग जोड्नको लागि, राष्ट्रभक्तिको भाव अभिवृद्धि गर्नको लागि यो कार्यक्रम आवश्यक छ र यो कार्यक्रमलाई चाहिँ फ्रेम गर्नको लागि ऐन आवश्यक भएर यो ऐन ल्याइएको हो। कतिलाई तालिम दिने भन्दा पनि कतिजनालाई तालिम दियो भन्ने कुरा चाहिँ रिपोर्टिङ हुने व्यवस्था ऐनमै गरिएको छ, यो विधेयकमै गरिएको छ। यो विधेयकको दफा 14 मा तालिम सञ्चालन पूर्व उपयुक्त माध्यमबाट तालिम सम्बन्धमा स्थानीय विद्यालयहरूलाई जानकारी गराउनु पर्ने अनि तालिममा सहभागी हुन इच्छुक विद्यालयले सेवा दलको कार्यालयमा निर्देशक समितिले तोकेको ढाँचामा निवेदन दिनुपर्ने र निवेदन प्राप्त भएमा समितिले स्वीकृत गरे बमोजिमको आधारमा सेवा दलले विद्यालयहरू छनौट गर्ने र विद्यालय छनौट गर्दा नेपाली सेनाको स्थानीय निकायले जिल्ला सम्बन्धित शिक्षा कार्यालय र स्थानीय तहसँग पनि समन्वय गर्नुपर्ने, सामुदायिक र संस्थागत दुर्गम सीमान्तकृत तथा सुरक्षा संवेदनशील क्षेत्रमा रहेका विद्यालयलाई प्राथमिकता दिनुपर्ने, निर्देशक समितिले निर्धारण गरेको मापदण्डको आधारमा विद्यार्थी छनौट गरी तालिम दिनेछ। अब यसबाट के स्पष्ट हुन्छ भने स्थानीय सरकार, प्रदेश सरकार पनि कहीँ न कतै जोडिएर समन्वयमै रहेर यो तालिम हुन्छ। यो तालिम चाहिँ जुनियर डिभिजन तह र सिनियर डिभिजन तह गरेर दुई तहको तालिम हुन्छ, दुई प्रकारको। कक्षा 8 देखि 10 सम्म अध्ययनरत विद्यार्थीलाई जुनियर डिभिजन तहको तालिममा समावेश गरिन्छ भनेदेखि 11 र 12 मा अध्ययनरत विद्यार्थीलाई सिनियर डिभिजन तहको तालिममा समावेश गरिन्छ। अब यो तालिम कस्तो हुन्छ, त्यसको नियमहरू कस्तो हुन्छ भन्ने कुरामा चाहिँ तालिम सञ्चालनको अवधि र अन्य विधि चाहिँ निर्देशक समितिले निर्धारण गरे बमोजिम हुन्छ। निर्देशक समिति यहाँ विधेयकमै छ, यहाँहरूले हेर्न सक्नुहुन्छ। त्यसपछि अब यहाँ अरू धेरै कुरा उठेको विषयहरूमध्ये नेपाल सरकार मन्त्री परिषदले आवश्यक देखेमा राष्ट्रिय आवश्यकताको आधारमा सेवा दलले अन्य व्यक्ति तथा संस्थालाई समेत तालिम दिन सक्नेछ भन्ने कुरा गरिएको छ। अब राष्ट्रिय आवश्यकता के हो त भन्ने विषय चाहिँ नेपाल सरकार मन्त्री परिषदले आवश्यकता ठानेर यो राष्ट्रिय आवश्यकता चाहिँ महसुस भयो है भनेर निर्णय गर्यो भनेदेखि बल्ल तालिम दिने हो। अरू युद्धको बेला, द्वन्द्वको बेला भन्ने जे खालको कुराहरू आइएको छ, यो युद्ध द्वन्द्व लगायतका कुराहरू होइन। मन्त्री परिषदले आवश्यक देख्यो, अब देशलाई चाहिँ नि नागरिकहरूको सहयोगको खाँचो भयो भन्ने कुरा मन्त्री परिषदलाई आवश्यक लाग्यो भनेदेखि निर्णय गरेर बल्ल तालिम दिने कुराहरू यो विधेयकमा समावेश गरिएको छ। राष्ट्रिय आवश्यकता के हो भन्ने कुरा अहिले नै निर्कल गर्न सकिँदैन। यो चाहिँ अब जे पनि हुनसक्छ, सार्वजनिक सेवा हुनसक्छ, पूर्वाधार विकास हुनसक्छ, विपद व्यवस्थापन, महामारी नियन्त्रण, प्रकृति संस्कृति सम्पदा संरक्षण, खेलकुद सुरक्षा, जनसेवा, जे पनि हुनसक्छ। जे आवश्यक पर्छ त्यो मन्त्री परिषदले आवश्यक ठानेमा चाहिँ तालिमहरू दिने कुराहरू यो विधेयकमा समावेश गरिएको छ। अब सहयोग उपलब्ध गराउने सवालमा पनि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह र सो अन्तर्गतका निकायमा राष्ट्रिय सेवा दलले यस ऐनको कार्यान्वयनको लागि आवश्यक सहयोग माग्न सक्ने कुरा र सम्बन्धित तहका सरकारहरूले सहयोग गर्न सक्ने कुराहरू चाहिँ यो विधेयकमा बकाइदासँग उल्लेख गरिएको छ। अनि यसरी सहयोग माग भइआएमा सम्बन्धित निकायले आवश्यक सहयोग गर्नुपर्नेछ भन्ने कुरा पनि गरिएको छ। त्यसकारणले संहिताको मर्म पनि यो विधेयकमा जोडिएको कुरा म सम्माननीय सभामुख महोदय मार्फत यस सदनलाई जानकारी गराउन चाहन्छु। वार्षिक प्रतिवेदन पनि सेवा दलले प्रत्येक वर्ष आफूले सम्पादन गरेका काम कारबाहीको प्रगति विवरण आर्थिक वर्ष समाप्त भएको मितिले 3 महिनाभित्र मन्त्रालय समक्ष पेश गर्छ र मन्त्रालयले चाहिँ त्यो पेश भएको प्रगति विवरण सार्वजनिक गर्छ। त्यसकारणले जे शङ्काहरू गरिरहनु भएको छ, यो लुक्छ कि हराउँछ कि कसलाई दिने हो के हो, यो शङ्काबाट
यो शङ्काबाट मुक्त हुनुहोस्, किनभने सबै विवरणहरू पारदर्शी हुन्छ, सबै नागरिकको जानकारीमा हुन्छ। यति कुरा पनि म जानकारी गराउन चाहन्छु। र अन्य कार्यविधिहरू निर्देशक समितिको स्वीकृतिमा सेवा दलले तालिम सञ्चालन गर्नको लागि चाहिने आवश्यक कार्यविधि र मापदण्ड बनाउन सक्छ। नियमहरू बनाउने, नियमावली बनाउने कुराहरू यो विधेयकमा समावेश गरिएको छैन। तालिम हो, त्यस कारणले कार्यविधि मापदण्डका कुराहरू हुन्छन्। यो कुराहरू चाहिँ कार्यविधि र मापदण्ड चाहिँ सेवा दलले सार्वजनिक गर्नेछ भन्ने कुरा पनि यो विधेयकमा स्पष्ट छ। कोही सशङ्कित हुनु पर्दैन, सैन्यकरण गर्नलाई होइन, विद्यार्थीहरूलाई राष्ट्रभक्तिसँग जोड्नको लागि यो विधेयक लिएर आइएको। यति कुरा निवेदन गर्दै म मेरा भनाइहरू टुङ्ग्याउन चाहन्छु। हवस् त, नमस्कार, धन्यवाद।